अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी खरिद प्रकरणमा भ्रष्टाचार गरेको भन्दै बयान लिन बोलाएपछि पूर्व मन्त्री आर्जु राणा देउवाले इमेल पठाएका छन्। हिजो आयोगको टोली बुढा नीलकण्ठमा रहेको देउवा निवासमा पुगेर 3 दिनभित्र उपस्थित हुनुपर्ने भन्दै म्याद तामेल गरेको थियो। नव युवा आन्दोलनका क्रममा जलेर खण्डहर भएको घरमै पुगेर अख्तियारको टोलीले म्याद तामेल गरेपछि राणाले 3 दिनमा उपस्थित हुन नसक्ने भन्दै इमेल गरेका छन्। राणाले इमेलमा आफू अहिले उपचारका लागि विदेशमा रहेकाले तत्काल उपस्थित हुन नसक्ने बेहोरा उल्लेख गरेका छन्। पूर्व परराष्ट्र मन्त्री समेत रहेकी काङ्ग्रेस नेत्री आर्जु राणा र उनका श्रीमान तथा पूर्व प्रधानमन्त्री एवं काङ्ग्रेसका पूर्व सभापति शेरबहादुर देउवा लामो समयदेखि देश बाहिर रहेका छन्। राहदानी खरिद ठेक्का प्रकरणमा अख्तियारले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल, निर्देशक सुनिल कुमार केसी, जर्मन कम्पनी मुरबाउरका नेपाली एजेन्ट मनिन्द्र राज मल्ल र विभागका तत्कालीन लेखा अधिकृत तुलसी प्रसाद आचार्यलाई पक्राउ गरिसकेको छ। राहदानी खरिदमा भएको भनिएको अनियमितता 35 दिनभन्दा धेरै माथि विस्तृत छानबिन भइरहेको आयोगले जनाएको छ। प्रारम्भिक अनुसन्धानले राहदानी खरिद प्रक्रियामा झण्डै 8 अर्ब रुपियाँ बराबरको अनियमितता भएको देखिएको अख्तियारको दाबी रहेको छ।